हेलो सेवा नमस्ते सबैलाई। आज चाहिँ म मेरो मिनी ब्लग मेरो अफिसबाट सुरु गर्दैछु। डेली 100 मिनी ब्लग बनाऊँ भनेको 2 दिन त मेरो केही कारणले गर्दाखेरि छुटिहाल्यो। अब आजदेखि फेरि स्टार्ट गर्छु हैन। अनि म अफिस पुगेर भाउचर भर्नु थाले। यो भाउचर चाहिँ हामीले चाहिरा हुन्छ। अस्ति पनि धेरै भरेर आएको थिएँ अनि फेरि सकेर आज फेरि भरे। भाउचर भरिसकेपछि म एकछिन फ्री भएर हावा खान गएँ, जहाँ मलाई आनन्द हुन्छ र शीतल हुन्छ त्यहाँ गएँ। अनि त्यसपछि म त्यहाँ एकछिन हावा खाएँ हैन, एकछिन बसेँ। अनि त्यहाँ अरू मान्छे पनि थुप्रो आइराख्नु भएको थियो। अनि यसो यताउता हैन उहाँहरूसँग गफ गर्दै बसेँ। अनि त्यसपछि आज फेरि दिनभरि लाइन पनि थिएन हैन। लाइन नभएपछि काम पनि हाम्रो हुँदैन। काम नभएको कारणले गर्दाखेरि पनि म यहाँ बसेँ। त्यसपछि म अफिस गएपछि अफिस जाँदा पनि लाइन थिएन। 5 बजीसम्म लाइन आएको थिएन। त्यसपछि म घर फर्केँ। घर फर्किँदा बाटोमा हामीले खाजा खायौँ। खाजामा चाहिँ हामीले एक्सट्रिम सेकुवा खायौँ। एक्सट्रिम चाहिँ खानु हुँदैन भनेर भन्छन् त, तर पनि म अलिअलि चाहिँ खाइदिन्छु हैन। त्यसपछि अनि म यता एसएन मार्टमा छिरेँ। एसएन मार्टमा छिरिसकेपछि मैले सामानहरू किनेर म घरतर्फ लागेँ। दाइले चाहिँ मलाई एसएन मार्टसम्म छोडिदिनु भयो। एसएन मार्ट चाहिँ ठ्याक्क पानी ट्याङ्कीदेखि अलिकति माथि छ हैन। त्यसपछि म एसएन मार्टबाट म हिँड्दै घर गएँ। यो गणेश मान्छोको बाटो हुँदै म घर गएँ। त्यसपछि छिमेकी यहाँ घरको छेउमा यहाँ कुखुराको मासु किनेर मैले घर लगेर मजाले पकाएँ। त्यसपछि मैले यो होममेड रोटी के भन्छ यो रोटी लिएर अनि तामा चाहिँ फेरि मलाई एकदमै मनपर्छ हैन। तामा अनि मजाले खाएँ र अनि कामहरू यताउता भाँडा माझ्खाउने यताउता गरेर एकछिन रिल्सहरू हेरेर म सुतेँ। ओके, गुड नाइट। आजको लागि यति नै। सी यू इन द नेक्स्ट भिडियो। सबैलाई मेरो भिडियो राम्रो त छैन, त्यही पनि म राम्रो बनाउन कोसिस गर्दैछु हैन। डेली भिडियो बनाउने भनेर सोच्छु, तर के कारणले हैन रोकिन्छ, बनाउन अलिकति भ्याकै छैन हैन। अनि अस्ति 2 दिन पनि छुटिहाल्यो। अब आजदेखि म डेली फेरि हाल्छु भनेर सोच्छु, तर केही न केही कारणले रोकिन पनि सक्छ हैन। ठिकै छ सबैलाई। अब नेक्स्ट भिडियोमा भेटौँला।